वेलकम छ है पाथिभरा नेपाल ताप्लेजुङ साइड पर्छ हो। अन्त तपाईलाई स्वागत छ यो मेरो सानो च्यानलमा हो। अनि आज चाहिँ हामी चाहिँ पाथिभरा आइपुग्यो हैन। अन्त हिजो अस्तिदेखि चाहिँ हाम्रो यात्रा सुरु नै थियो। अन्त हिजो हामी इलामबाट अब कता कता हुन्छ नि जग्गा जग्गा निक्लिँदै हामी चाहिँ टक्कै यता ताप्लेजुङ निक्लेर आज त पाथिभरा आएको हो। अन्त यहाँ हामीले पुज्यो हो, यता पुज्यो, त्यहाँदेखि पूजाहरू गरेर हामीले सिधै यता गणेशजीको पूजा गरिसकेर हामी टक्कै यहाँ पूजा गरेको। यो नन्दी भगवानले पूजा गर्यो। अन्त यस्तो छ यहाँ आज अलिकति धुमिरहेको छ हो। अन्त यसरी हामी चाहिँ पूजा गर्दै गर्दै यहाँ सबै हामीले बत्तीहरू बाल्यो तल त्रिशुल गर्ने जग्गामा पनि हो। अन्त हेर्नुहोस् यहाँ चाहिँ यस्तो छ घन्टी हो, नजारा यस्तो छ हो। यहाँ तल चाहिँ भोग दिने जग्गा रहेछ हो, बलि दिने ठाउँ भन्नुहुँदैछ हो। यहाँ यस्तो छ जग्गाहरू। अन्त यहाँ मुनि चाहिँ भोग दिनुहुँदो रहेछ हेर्नुहोस् तपाईँले। अन्त हामीले नरिवल आफ्नो दशग्रहलाई शान्ति पार्नुको लागि हामीले यहाँ पूजा गऱ्यौँ फर्स्ट। अन्त यता पाथिभरा माता यहाँ हुनुहुन्छ हो। मूल चाहिँ खासमा यहाँ रहेछ यहाँ रहेछ मूल उयो चाहिँ पाथिभरा चाहिँ जस्तो हो। उहाँले चाहिँ साथीले चाहिँ अब उयो के छोडेर लानुपर्छ भन्ने गर्नुहुन्छ हो। अन्त हामीले चाहिँ पूजा चाहिँ अघि गरिसकेको हुनु चाहिँ हो। अन्त यहाँबाट केहरू छानेर चाहिँ आफ्नो घरमा फ्यामिलीले लानु पाउँदो रहेछ हो। पाथिभरा आमाको तपाईँहरू दर्शन गर्नुहोस् होला सबैजना दर्शकबिनहरू हो। मूल चाहिँ यहाँ हो भन्नुहुन्थ्यो थियो सबैजनाले। सो तपाईँले यो भिडियो कस्तो लाग्यो हो, कस्तो छ होला यहाँको नजाराहरू चाहिँ यस्तो छ। यहाँ पुरा आज त धुम्म लागिरहेको छ हो। हेर्नुहोस् यस्तो छ हो, जग्गा एकदम दामी छ। पर पर्खिनु हुँदैछ अहिले चाहिँ हामी चाहिँ फर्किनु आँटेको। अन्त यहाँ चाहिँ हामीले जे पनि छानेर लानु पाउँदो रहेछ हो। अन्त म चाहिँ यो चाहिँ बोजूको लागि लगिदिन्छु यस्तोहरू हो। लाँदो हुने रहेछ हो। हामी चाहिँ अब फर्केको सबैजना फर्किँदैछ। यहाँ हाम्रो हुनुहुन्छ यहाँ सबैजना हो। अब हामी एकदम खुसी फर्किँदैछु। हजुर सुङ्दी मैले एक दुई ल्याएको छैन सुङ्दी। धेरै मजा आयो। तर हामीले यस्तो दिन हुन्छ भन्ने सोचेकै थिएन हो। अब चाहिँ फर्केको स्थिति हो। अन्त हामी चाहिँ टुप्पोदेखि पनि टुप्पो पुगेर आयो। अन्त पुरा जाडो रहेछ यहाँ त। रोडदेखि चाहिँ झन्डै 5 किलोमिटर हिँड्नु पर्दो रहेछ। अन्त अहिले चाहिँ हामी फर्केर आयो, दर्शन पनि गऱ्यो। बाबा आइलस्।